चाहिँ यहाँनिर चाहिँ आइसकेको है। हावा चाहिँ डेन्जर चल्दो रहेछ, डेन्जर। नाक्सी गर्ने भनेको पनि खोइ त यो वारीपट्टि कहीँ केही छैन। ल यहाँ साइकल रेडी गरिसकेँ मैले। हावा चलेर पुरै केही छैन, यस्तो छ हावा। हेलो साथीहरू, नमस्ते अनि तपाईँलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा है। आज चाहिँ यहाँ मेरो छुट्टी छ, त्यो भएकोले आज चाहिँ म चाहिँ यहाँ साइक्लिङ गर्दै, यहाँ म पनि पहिलेतिर त गएको छैन होइन, यहाँ नजिकै छ। हामी चाहिँ फादा यहाँ समुद्र छेउमै हो हामी चाहिँ। अनि आज चाहिँ एकछिन यहाँ साइक्लिङ गर्दै उता जाने हो है। त्यता यसो नयाँ ठाउँहरू हेर्ने पनि होइन। अनि त्यहाँनिर फिसिङ पनि छ, नाक्सी गर्न पाइन्छ त्यहाँनिर होइन। अब नाक्सी साक्सी गर्न जाने हो है त। मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। अनि जो नयाँ साथीहरू हुनुहुन्छ प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला है त। ल यहाँ साइकल रेडी गरिसकेँ मैले अब है। एउटा स्ट्यान्ड यहाँ बोकेको छु होइन, यहाँ क्लिपले कसेर अर्को स्ट्यान्ड यहाँ अगाडिपट्टि राखेको छु। दुईटा स्ट्यान्ड बोकेर अब जाने हो पर है। अब हेरौँ त्यहाँ फादातिर जाने होइन, त्यहाँ फिसिङ पनि छ भने फिसिङ पनि गर्ने एकछिन नाक्सी होइन। नाक्सीको लागि चाहिँ त्यहीँनिर हुन्छ क्या सबै नाक्सीहरू चाहिँ। ल अब चाहिँ क्यामेरा सेटअप गर्ने हो होइन, अनि चल्दिने हो। यो चाहिँ भरे उहाँ पुगिसकेपछि मात्रै हुन्छ त्यो स्ट्यान्डबाट चाहिँ होइन। अहिले चाहिँ यो माथिको स्ट्यान्डमा क्यामेरा सेटअप गरेर अगाडि बढौँ है त हाम्रो यात्रा। ल अब चाहिँ यहाँबाट यात्रा सुरु गरौँ है त। अब बिस्तारै बिस्तारै जाने हो होइन, हतार केही पनि छैन, हतार गरेर हुने केही पनि होइन है। बिस्तारै गएर फादा सादा सबै घुमेर आउने हो। आहा हावा चाहिँ कत्रो चलेको यार। केही बोलेकै सुन्दैन त यार, यसरी त हावा चल्यो भने त। ल यार हावाले पछाडि पेल्छ क्या यार। सब BMW मा यार, यस्तो हो नि त लाइफ। कोरियामा बाइकहरू चाहिँ भयङ्कर सस्तो पाउने यार, गाडीहरू आमामा। कोरिया खासमा बस्नलाई देश चाहिँ हो है, तर अब सधैँभरि बस्नु सकिँदैन। अब नेपालमा बुलेट बाइक आउने दाममा यहाँनिर कार आउँछ। कार पनि त्यतिको कारलाई नेपालमा 80-90 लाख पर्छ है। त्यतिको कारहरू यहाँनिर 4 लाख 5 लाखतिर आउँछ होइन। नेपाली 4-5 लाखमा बाइकहरू त अब 50-60 हजारमा दामी दामी बाइकहरू आउँछ होइन। तर अब हामीले बाइकहरू किनेर हाम्रो कम्पनीमा पनि छ 4-5वटा, तर हामी यहाँ नजिक नजिक चाहिँ हिँड्छौँ। त्यो पनि डराइ क्या। अब नेपालमा जस्तो चेकिङ त हुँदैन, तर अलिकति पुलिसले समातिहाल्यो भने कहिलेकाहीँ होइन ओभर स्पिडहरू हुन्छ है, रुल्सहरू हुन्छ। अनि एक्सिडेन्ट भयो भने मेन त एक्सिडेन्ट भयो भने चाहिँ निकै नै गाह्रो पर्छ। नेपाल पठाइदिन्छ फर्काएर है। अनि फेरि के पनि हुन्छ भने पैसा पनि टन्न खर्च हुन्छ क्या कोरियामा एक्सिडेन्ट भयो भने चाहिँ होइन। त्यो भएकोले बाइकमा चाहिँ हामीले त्यस्तो साह्रो रिस्क लिँदैन है। रिस्क नलिने, बरु साइकल चलाउने होइन, साइकल पेल्ने, बाइक चाहिँ नचलाउने। अब साइकलमा त जता जता गए पनि भयो होइन, केही चाहिएन। बाइकमा त धेरै गाह्रो छ, तर चलाउनु त चलाइरहेको छ यता किनेर बाइकहरू है। दामी दामी बाइकहरू नेपाली 1.5 लाख 2 लाखमा त यहाँ त त्यो उहरू आउँछ क्या, के अरे त्यो BMW 310 GS भन्ने हुन्छ नि, BMW को 310cc को हो त्यो बाइकहरू आउँछ क्या 2 लाखमा। लाइसेन्स निकाल्नेहरूको लागि चाहिँ मोज हुन्छ है। हाम्रो पनि कम्पनीमा एउटा दाइ हुनुहुन्छ लाइसेन्स भएको है। लाइसेन्स निकालेपछि चाहिँ जता पनि जानु पाइन्छ है। मेन त लाइसेन्स निकालिसके पछाडि गाडीहरू किनेर चढ्नु चाहिँ एकदमै मजा आउँछ क्या। अब गाडीहरू त यहाँ कोरियामा त कस्तो सस्तो हुन्छ क्या। नेपालमा तपाईको त्यो
80-90 लाख पर्ने गाडीहरू नि यहाँनिर 5 लाख 6 लाखमा आउँछ क्या। अनि बाइकहरू त आमामा त्यो मलाई एकदमै मनपर्ने बाइक भनेको CRF र BMW 310 GS हो होइन। त्यो BMW 310 GS लाई त यहाँनिर त 4,70,000 पर्छ क्या कोरियामा है। अनि यति सस्तो हुन्छ, यति सस्तो है बाइकहरू आमामा। त्यही BMW नेपालमा 35 लाख पर्छ यार। बस्नु त नेपालै हो है, गजब त आमामा। पैसाको भ्यालु नभएको चाहिँ नेपाल हो क्या साला। यहाँनिर अब प्रत्येकको गाडी हुन्छ क्या। बाइकहरू त कोही कोहीले मात्रै चढ्छ बाइकहरू होइन, नत्र भनेको गाडीहरू हुन्छ यतातिर। प्रत्येकको गाडी हुन्छ सबै। अब गाडीहरू सस्तो हुन्छ होइन, अनि सबैले चढ्छ। अनि फेरि जाडो सिजनमा एकदमै यहाँ कोरियामा त अब बाइकमा त सकिँदैन नि त, गाडी नै हो हिँड्ने जाडो सिजनमा त होइन। ल अब चाहिँ आउन आँट यस्तो छ यहाँ नाक्सी गर्ने ठाउँ चाहिँ होइन। त्यहाँ गएर हेरौँ छ छैन। अब यो अलिकति अब हुन त जाडो के अरे जाडो त गइसक्यो, गर्मी आइसक्यो है। जाडोमा चाहिँ यता कोरियामा चाहिँ फेरि यहाँ फिसिङ गर्नु चाहिँ इलिगल हो क्या। अनि अहिले त अब गर्मी सुरु भयो, गर्मी सुरु भएपछि चाहिँ फिसिङ गर्नु दिन्छ होइन, जालहरू बल्छीहरू। अनि बल्छी चाहिँ यहीँ पनि हुन्छ क्या भाडामा होइन। अनि ठ्याक्क खेल्यो है। अब त्यो चाहिँ कस्तो सिस्टम हुन्छ मलाई पनि थाहा छैन, घन्टाको तिर्नुपर्ने हो कि के कति हो होइन, त्यो चाहिँ मलाई पनि थाहा छैन। तर ठ्याक्कै यहीँनिर पाइन्छ अरे बल्छी रडहरू भाडामा भन्ने चाहिँ सुनेको है। हेरौँ ल आइपुगेछ समुद्रतिर चाहिँ। अब यो त समुद्र भन्दा पनि त्यस्तो यो ठुलो पर रहेछ ठुलो। यता चाहिँ अलिकति छुट्टिएर खोला जस्तो आएको रहेछ। तर गजब छ यार। म चाहिँ फर्स्ट टाइम आजै हो यार यो समुद्रतिर जाँदैछु कि होइन। समुद्र देखेको पनि छैन रियल आँखाले चाहिँ होइन, फिल्म भिडियोतिर त देखेको। यही अगाडिको पुलमा हो उहरू पाउने त नाक्सीहरू है। त्यहाँ गएर बुझौँ। अहिले छैन कि यार यहाँनिर नाक्सी। खै मान्छेहरू त खासै त्यस्तो देखिँदैन। चाहिँ यहाँनिर चाहिँ आइसकेको है। खै तर अब लाटा जस्तो भयो होइन, केही बेलुबेसो पनि पाइएन है। अब यतिकै एकछिन बस्ने अनि फर्किने त होला है। सबैतिर नाक्सी खुम्ची मात्रै भनेर लेखेको छ है। अब पछिबाट चाहिँ निषेध गरिएको छ भनेको छ होइन। अब अहिले अलिक गर्मी भइहाल्यो भने होला, अलि पछि खोलाउँछ होला।
खुलाएपछि चाहिँ यहाँनिर आउने हो हैन नाक्सी गर्नलाई चाहिँ यस्तो एउटा यस्तो खालको यसो सर घुम्दै फिर्दा बिचतिर जानु पाएको है के हो सिस्टमहरु केही थाहा भएन मलाई यहाँको हावा चाहिँ यो समुद्र भएकोले होला कहाँ नै चुटाएर लान्छ जस्तो गरेर आउँछ यार हावा पनि अघि चाहिँ यताबाट यो पुल पारी पारी जानु खोजेको पारी त निकै ठुलो हावा चल्यो है अनि यता फर्केर यतापट्टि आएको है ऊ पारिपट्टि चाहिँ एउटा यहाँ दाइले नाक्सी खेला जस्तै लाग्यो अघिदेखि ती हुनुहुन्छ है यताउता चलिरहनुहुन्छ नाक्सी नै गरे जस्तो लाग्यो त्यता पो जानुपर्छ है के हो यार यता त अब वारिपट्टि त कोही पनि केही पनि छैन है नाक्सी गर्ने भनेको पनि खोइ त यो वारिपट्टि कहीँ केही छैन यतापट्टि पनि गएर आइसकिसक्यो है तर यहाँ पारिपट्टि चाहिँ यो एउटा दाइले चाहिँ अघिदेखि छ यो दाइ के गरे यो नाक्सी नै गरे है के गरे हो एकचोटि त्यतापट्टि पो जानुपर्छ है के हो यार माछा चाहिँ ठुलो परेको छ है माछा गत्ताल गत्तालको छ ठुलो होइन अहिले म रुम पुगेर देखाउँछु माछा है चाठा हावामा कुदेर हुन्छ त्यत्तिकै अब अहिले खुलेको छैन रहेछ होइन अलिकति यो गर्मी अलिक बढेपछि चाहिँ मजाले यहाँनिर फिसिङ त्यसपछि चाहिँ खुल्छ लिगल हुन्छ अहिले चाहिँ फिसिङ गर्नु दिँदैन रहेछ क्या ओह्रालो त मजा हुँदो रहेछ यार साइकल कुदाउनु ब्रेक हान्दै हिँड्नुपर्छ यार अब चाहिँ कोठा फर्किँदै हो है फिसिङ सिसिङ पनि भएन यसो जोस् ठाउँ घुम्नु चाहिँ आइयो होइन बाहिरतिर अनि अब होइन कोठामा सुतेरै बस्नुभन्दा त होइन यसो बाहिरतिर हिँडेर घुमेर बस्नु राम्रो है ठाउँ पनि चिनिने होइन अनि यसो माइन्ड पनि फ्रेस हुने कोठामै बसिराखेर के गर्ने है दिनभरिदेखि काम भनेको सुत्ने हो सुत्यो उठ्यो फेरि मोबाइल खेलायो सुत्यो उठ्यो है अनि बरु बाहिरतिर यसरी घुम्नु निस्क्यो भने होइन यसो ठाउँहरू बाटोहरू याद हुन्छ होइन अनि माइन्ड पनि पुरै फ्रेस हुन्छ क्या बाहिरतिर यसरी हिँड्दाखेरि म चाहिँ सुतेर बस्नुभन्दा यसरी बाहिरतिर घुम्नु नै ठिक लाग्छ क्या छुट्टीको बेला चाहिँ अनि प्रायः म घुम्नु निस्किहाल्छु छुट्टीको बेलातिर चाहिँ अब टाढो नभए पनि होइन नजिकतिर भए पनि म निस्किन्छु प्रायः बेलुका बेलुका अनि दिउँसो ठ्याक्क बिहान अलि ढिलो उठिन्छ होइन अब छुट्टी भनेकै त्यो सुत्नुको लागि पनि हो बिहान टन्न सुत्नु पाइन्छ होइन अनि उठेर नुहाइधुवाइ गऱ्यो अनि बेलुका बेलुका भएपछि बाहिर निक्लिने हो क्या अब अरू बेला बिहानै उठेर ड्युटी जानुपर्छ होइन कति नमजा हुन्छ अनि ठ्याक्क छुट्टीको बेला चाहिँ आनन्दले सुत्ने हो क्या छुट्टीको दिन चाहिँ गोर्खेहरू